धेरैजनाले मलाई सोध्नुहुन्छ, डाक्टर साहब अफिस टाइममा म कसरी सनब्लक लगाऊँ? टाइमै पाउँदैन, बाथरुम जान पनि पाउँदैन, त्यस्तो अवस्थामा कसरी सनब्लक लगाउने त? ऐना हेर्ने फुर्सदै हुँदैन। त्यस्तो अवस्थामा यदि तपाईँ पब्लिक ठाउँमा हुनुहुन्छ, कमन प्लेसमा हुनुहुन्छ भने सनस्क्रिन त लाउनु पर्यो। किन भन्दाखेरि सनस्क्रिन लाउनु भएन भने तपाईँको चाया चाहिँ फेरि फेरि दोहोरिरहन्छ। त्यस्तो अवस्थामा अहिले स्टिक बेसको सनस्क्रिन पाउँछ, जसमा चाहिँ यहाँ हेर्नुहोस् यसरी केक जस्तो निस्किन्छ र यो गरेर तपाईँले सनस्क्रिन यसरी लगाउन सक्नुहुन्छ। र यसमा चाहिँ जुन कमन प्रब्लम देखिएको छ व्हाइट कास्ट पनि देखिँदैन र तुरुन्तै ब्लेन्ड पनि हुन्छ। यसको लागि चाहिँ यो सबभन्दा राम्रो चाहिँ हाइब्रिड सनस्क्रिन हो। यसमा UVA प्रोटेक्सन पनि हुन्छ, UVB पनि हुन्छ र देखिन पनि देखिँदैन, व्हाइट कास्ट पनि देखिँदैन। यो चाहिँ तपाईँले अफिस टाइममा वा पब्लिक प्लेसमा पनि लगाउन सक्नुहुन्छ।